नमस्कार, शुभ बिहानी, गुड मर्निङ सबैलाई। म रमेश गाउँलेको नमस्कार छ है। देख्नुभएको दृश्य यो दुधकोशी सिमसार क्षेत्र राप्ती नगरपालिका वार्ड नम्बर 9 मिलिजुली टोल विकास संस्था अन्तर्गत र श्री अमृत धारा पानी सामुदायिक अन्तर्गत खण्ड नम्बर 1 र 2 मा पर्ने सिमसार क्षेत्र हो। यो मनोरम दृश्यको लागि यहाँहरूलाई म हार्दिक निमन्त्रणा गर्दछु। साथै यो पोखरीको आनन्द लिँदै तपाईहरूले सिमसार हेर्दै वनभोज पनि गर्न सक्नुहुनेछ। यहाँ टहराहरू निर्माण भइसकेको छ। एउटा टहरा, यो टहरा हाम्रा अति नै मिलनसार समाजसेवी हाल माल्टामा चाहिँ कार्यरत हुनुहुन्छ शिवगिरी, मन र तनले धनी हाम्रा शिवगिरीज्यूबाट चाहिँ यो आफ्नै एकल लगानीबाट चाहिँ बनेको हो। साथ र सहयोग सबैको छ, तर उहाँको सम्पूर्ण खर्चहरू उहाँले बेहोरेर धारो, टहरा र धारोलाई लाग्ने करिब 150 मिटर पाइप समेतको व्यवस्था मिलाई यो वनभोज स्थलको टहरा निर्माण गरिदिनु भएको उहाँलाई धन्यवाद छ। तपाईहरूले गुलाब पानीमा भएको कमलको फुलै गुलाब भन्न आएछ पनि देख्नुहुनेछ हैन। यहाँ चाहिँ रमाइलो छ, आउनुहोस् सबैलाई। म रमेश गाउँले र हाम्रो सिमसार समिति श्री अमृत धारा पानी सामुदायिक वन हार्दिक स्वागत गर्दछ। हस्त नमस्ते।